हेलो साथीहरु, आज चाहिँ म पार्सल अनबक्सिङ गर्दैछु। यो पार्सल चाहिँ स्पेशल मेरो गार्डनको लागि हो, मेरो गमलाहरूको लागि हो है। मलाई चाहिँ यो सिंगल वाला स्ट्यान्ड चाहिरहेको थियो अनि मैले सालको नेपालबाट चाहिँ 979 मा 5 पिस राउन्ड गमला स्ट्यान्ड मगाएँ अनि आज आइपुग्यो। अस्ति मगाएको थिएँ मैले अनि आज चाहिँ हजुरहरुको लागि चाहिँ अलिकति भिडियो शेयर गरौँ भनेर बनाउँदैछु। यसरी गमला राख्दा चाहिँ भुइँमा राख्दा चाहिँ साथीहरु अलिकति माटोहरु लतरपतर हुने र एक एक गमला हटाएर सफा गर्न चाहिँ अलिकति गाह्रो हुने भएकाले चाहिँ मैले मेरो गमलाहरू राख्नको लागि चाहिँ यसरी 5 पिस मात्रै मगाएको छु। मैले अहिले धेरै मगाएको छैन। यसरी राख्दा चाहिँ सजिलो हुने के तलपट्टि पानीहरू हाल्न मिल्छ अनि गमला अलिकति हाइटमा राख्दा चाहिँ राम्रो पनि देखिने रहेछ के। सबै एकै लेभलमा राख्दा र एउटै स्ट्यान्ड राख्दा चाहिँ एकदम राम्रो पनि देखिरहेछ के। लुक पनि है एकदम क्लिन एन्ड अर्गनाइज देखिने। सानो गमलाहरू छ भने पनि राख्न सक्नुहुन्छ। यसरी राख्दा चाहिँ हेर्नु त कति राम्रो देखियो साथीहरु, एकदम क्लिन अर्गनाइज देखियो है। मलाई चाहिँ बेस्ट लाग्यो। हजुरहरुले पनि यो सिंगल स्ट्यान्ड चाहिँ सालको नेपालबाट मगाउन सक्नुहुन्छ।